सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिला अञ्चलमा धार्मिक विधिपूर्वक शुरू भएको छ। नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र जितिया पर्व नहा खा नुहाएर खानु विधि गर्दै आजदेखि शुरू भएको हो। व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पत्तामा भगवान जित महान र दिवंगत पितृलाई चिउरा, दही, अमोट आँपको रसबाट तयार हुने खाद्य पदार्थ र पिना प्रसादको रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यले खुवाउने गर्दछन्। त्यसैगरी भोलि शुक्रबार बिहान 4 बजेदेखि उपवास बसी निराहार एवं निर्जल रही शनिबार व्रत सम्पन्न गर्नेछन्। यस वर्षमा व्रतालुले पवित्र सरोवर र नदीमा स्नान गरेर जित महानको कथा सुन्ने गर्दछन्। यस्तोमा पाकाले भन्ने र तनेरीले सुन्ने चलन छ। व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पत्तामा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउनु पर्छ। देवतालाई चढाएका तेल मध्येबाट आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ। व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ। यसलाई स्थानीय भाषामा माछ मरुवा कोदो भनिन्छ। प्रत्येक महिलाले अनिवार्य रूपमा आज कोदो र माछा खाने गर्दछन् भने प्रत्येक घरमा आजका दिन कोदोको रोटी र माछा पाक्छ। त्यसैगरी धार्मिक विधिपूर्वक शुक्रबार बिहानै काग कराउनु भन्दा पहिले व्रती महिला ओङ्गठन सम्पन्न गर्नुपर्छ, अर्थात् त्यही खानेकुरा ओठमा लगाउनु पर्छ। प्राय जसो महिलाले ओङ्गठनमा चिउरा, दही खाने गरेको पाइन्छ। त्यसपछि उपवासको क्रम सुरु हुन्छ। पितृपक्षमा मनाइने पर्वमा महिलाले आफैले दिवंगत पितृलाई पिण्ड चढाउँछन्। मिथिला अञ्चलमा मनाइने व्रत मध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मनाइन्छ। उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले हकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ। त्यसैले होला यस पर्वलाई खड जितिया पनि भनिन्छ। फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन्। राजा शालिवाहनको राज्यमा एउटी महिलाका 7 जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले 7 जनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवाहनलाई जितु महान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ। जीवनमा एकपटक टुटेपछि पुनः गर्न नपाइने हुँदा हतपत महिलाले यो पर्व अँगाल्दैनन्। तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन छ। जितिया हमरा के मधेसी के जितिया मनायल जाइ छै। जितिया पर्व होइ छै। ई अपने के सप्तमी के तिथि पर स्नान लोग करै छै। आई नहा खाई है। खड़ी तेल लग अपने के जितवाहन बाबा के खड़ी तेल चढ़ाते लोग, जितवाहन बाबा के खड़ी तेल लग लोग स्नान करते, नहा खाते, चूड़ा, दही, मीठा जितवाहन बाबा के उनका चढ़ाते आ बाल बच्चा को लोग प्रसाद दे छे। कल अपने के उपास है। जितिया के अष्टमी तिथि पर उपास होइ छे। तो जितवाहन बाबा के लोग जे स्नान करे छे, पोखरी में आकर पूजा करे छे, उनकर कथा सुनै छे। जैसा कि जितवाहन बाबा कोनो गार विपद पड़ल है तो बाल बच्चा के उबार करथुन। एहि व्रत कैला से होइ छै जे बेटा के आयु बढ़ै छै। कोनो तकलीफ में है तो जितवाहन बाबा उबार करै छै। धान भेलै तो पारण भेलै तो लोग चूड़ा, खीरा, औंकरी से हुनकर पारण करै छै। ओहि के बाद में जे लोग फल फूल लऽ के पारण करै छै, गाय के दूध लऽ के पारण करै छै, तुलसी लऽ के पारण करै छै। तब लोग अपन अन्न जल में मिलै छै, भात दाल तरकारी खाइ छै।